रोटी खानुभयो भने तपाईलाई डायबिटिज हुन सक्छ। भात खाना पनि कम गरिदिनुहोस् र गुलियो चीजहरुबाट त एकदमै टाढा रहनुहोला। यो नै इन्फर्मेसन सुन्छौं हैन, जतिखेर हामीले आफ्नो वेट लस गर्न चाहन्छौं या त हाम्रो हेल्थ इश्यू सुरु हुन्छ। अब खानाको लागि चाहिँ बच्यो के? यदि हामीले सबै खानालाई छोड्ने हो भने। आज म तपाईहरुलाई भन्न गइरहेको छु यो कुरा भन्नुको असली मकसद के हो भनेर। रोटी भात त हाम्रो पुस्ताले पुस्तौंदेखि खाएर आइरहेको छ, तर आजको समयमा आएर सारा चेन्ज भइदियो। हाम्रो जीवनशैली, एक्टिभिटिज लेभल, खानपान सारा चेन्ज भइदियो। भात र रोटीको साथमा चिया, बिस्किट, स्न्याक्स, जंक फुड, फास्ट फुड सबै कुरा हामी खान्छौं। भात र रोटी कम खानु भनेको मतलब तपाईलाई भोको राख्नु चाहिँ होइन। एक्चुअलीमा तपाईको खानामा धेरै न्युट्रिएन्ट्स एड गर्नु भनेर भनिएको हो। भात र रोटी एक कार्बोहाइड्रेट हो। यो तपाईको बडी भित्र गएपछि सुगरमा नै बदलिनेछ। तथ्य थाहा नभएको कारणले गर्दा यसलाई हामी सुगर मान्दैनौं। हामीलाई योसँग हेल्दी फ्याट, फाइबर, प्रोटिनको पनि जरुरी हुन्छ। सिर्फ 4 वटा रोटी र 1 कचौरा भात खानुहुन्छ, त्यसले तपाईको सुगर लेभललाई बढाइराख्नु भएको छ। अनि जतिखेर सुगर लेभल तल आउँछ अनि तपाईलाई फेरि भोक लाग्छ, किनकि हाम्रो बडीले कार्बोहाइड्रेटलाई छिटो ब्रेकडाउन गर्छ, अर्थात कार्बोहाइड्रेट छिटो इनर्जीमा परिणत हुन्छ। जब तपाई कार्बोहाइड्रेट खानुभन्दा अगाडि फाइबरलाई खानुहुन्छ, तब तपाईको ब्लड सुगर लेभल एकदमै धेरै स्पाइक हुँदैन र लामो समयसम्म यसले तपाईलाई फुल राख्नेछ। तपाईलाई भोक लाग्दैन, क्रेभिङ हुँदैन। सेम हुनेछ यदि तपाईले आफ्नो खानामा प्रोटिन एड गर्नुहुन्छ भने। त्यसै कारणले गर्दा भात रोटी खानु प्रब्लम चाहिँ होइन, तर प्रब्लम त्यतिखेर हुन्छ जतिखेर तपाईले आफ्नो खानामा प्रोटिन र फाइबरलाई समावेश गर्नुहुन्न, अर्थात मिस गर्नुहुन्छ र एक्लै कार्बोहाइड्रेट मात्रै खाइराख्नुहुन्छ। त्यसो हुँदा मिस्ड इन्फर्मेसन अर्थात भ्रमदेखि चाहिँ टाढै रहनुहोला र अरु पनि हेल्थ इन्फर्मेसनको लागि यो आइडीलाई फलो गर्न चाहिँ नभुल्नुहोला है त।